यो कथाको सुरुवातमा हामीलाई जङ्गलमा आराम गरिरहेको एक जोडी देखाइएको छ र त्यही बेला गाडीबाट एक युवती आउँछिन् जसको अवस्था धेरै नै खराब हुन्छ। सुरुमा त उनीहरू दुवै भाग्छन्, तर ती दुई मध्ये जो पुरुष हुन्छ उनी त्यस युवतीलाई मद्दत गर्नका लागि नजिक आउँछन्। उसलाई लाग्छ कि त्यस युवतीलाई सहयोगको आवश्यकता छ र त्यही नै बेला उसमाथि हमला गरेर मारिदिन्छे, साथै उनीसँग भएकी महिलालाई पनि। अर्कोतिर हामीलाई एक ड्राइभर देखाइएको छ जसलाई धेरै बोल्ने बानी हुन्छ र उसले एक यात्रुलाई आफ्नो भ्यानमा लिन्छ जसलाई त्यस ड्राइभरको कुरा बिल्कुल मनै पर्दैन। त्यसैले ऊ आफ्नो कानमा हेडफोन लगाउँछे। अब यो ड्राइभर आफ्ना अरू यात्रुहरू लिन जान्छ जहाँ एक आमा र छोरी आउँछन्। छोरीको नाम मार्था हुन्छ र यिनीहरू दुवैलाई यो भ्यान बिल्कुल मनै पर्दैन। उसले सम्झाउँछ कि यसमा तपाईँलाई कुनै पनि समस्या हुने छैन। अब मार्था र उनकी आमा सिटको लागि झगडा गरिरहेका हुन्छन्। त्यसैले ड्राइभरले मार्थालाई आफ्नो साथमा अगाडि बसाउँछ जहाँ उसले उसलाई चुरोट अफर गर्छ, तर मार्थाले इन्कार गर्छ र त्यही नै बेला उसले देख्छ कि मार्थाको एक छेउको अनुहार जलेको छ। उसले मार्थालाई भन्छ कि जब तिमीले पहिलोपटक चुरोट पियो होला तब तिम्रो अनुहार जलेको होला। यो कुरा मार्थाको आमालाई बिल्कुलै मन पर्दैन जो पछाडि बसिरहेका हुन्छन्। यिनीहरू बीचमा एउटा सिसा हुन्छ जसले मार्थाको आमालाई झर्को लागिरहेको हुन्छ र उसले ड्राइभरलाई सोध्छ कि तिमीले यो सिसा किन लगायौ। उसले भन्छ ताकि मलाई पछाडि बस्ने मानिसहरूबाट कुनै पनि भाइरस नलागोस्। हुनसक्छ कि पछाडि बस्ने मानिसहरूबाट, खास गरी महिलाहरूबाट मलाई खतरा होस्। यो कुरा सुनेर मार्थाको आमालाई एकदमै रिस उठ्छ। अब लगातार उनीहरू आफ्नो यात्रामा अगाडि बढिरहेका हुन्छन् र त्यही नै बेला एउटा कारले उनीहरूलाई ओभरटेक गरेर अगाडि आउँछ। यो कुराले ड्राइभरलाई एकदमै रिस उठ्छ। उसले त्यसलाई गाली दिन सुरु गर्छ। मार्थाकी आमा भन्छन् कि तिमीलाई कसैलाई पनि गाली दिन अधिकार छैन। तिमी यसरी कसैसँग कुरा गर्न सक्दैनौ, खास गरी अब जब तिम्रो साथमा महिलाहरू बसेका हुन्छन्। अब यहाँ जो अर्की महिला, अर्की यात्रु हुन्छन् जो सबैभन्दा पहिले यो भ्यानमा बसेकी थिइन्, ऊ पनि त्यस महिलाको साथ दिन्छ र भन्छ कि तिमीले यस्तो भाषाको प्रयोग गर्नु हुँदैन। अब यो भ्यानबाट लगातार अगाडि बढ्दै उनीहरू देख्छन् कि ड्राइभरले आफ्नो बाटो बदलिसकेको छ। वास्तवमा अब ऊ अर्को बाटोबाट जान थाल्छ र जब उनीहरू ड्राइभरलाई सोध्छन् कि तिमीले बाटो किन बदल्यौ, तब उसले बताउँछ कि यो बाटोमा धेरै कारणहरू छन्, त्यसैले मैले बाटो बदले। अब जब उनीहरू लगातार अगाडि बढ्छन् तब देख्छन् कि अगाडि केही अँध्यारो छ, त्यहाँ कुहिरो पनि लागेको हुन्छ र ड्राइभर आफ्नो गाडीबाट ओर्लिएर बाहिर आउँदा देख्छ कि त्यहाँ एउटा एलियन प्राणी छ, साथै त्यहाँ एउटा स्पेसशिप पनि छ। मार्था पनि गाडीबाट बाहिर आउँछ र त्यो जो अनौठो प्राणी एलियन त्यहाँ हुन्छ त्यसले मार्थातर्फ आफ्नो औँला बढाउँछ र त्यही नै बेला त्यसको भित्रबाट केही चिज मार्थाको औँलाभित्र पस्छ। मार्थाकी आमा पनि बाहिर आउँछिन् र उसलाई फेरि गाडीमा बसाउँछिन् र एकपटक फेरि यो कुरालाई व्यवस्था गरेर यहाँबाट उनीहरू आफ्नो यात्रामा अगाडि बढ्छन्। त्यही बेला मार्थाकी आमाले देख्छन् कि उनीसँग भएकी महिलाको टाउकोमा एउटा कपाल नक्कली हुन्छ। वास्तवमा उनको टाउकोमा कपालै छैन। यहाँ मार्थाकी आमाले उसलाई बताउँछ कि मेरा श्रीमान धेरै रक्सी पिउँछ जसकारण गाडीको दुर्घटना भयो र उनको मृत्यु पनि भयो। उनीहरूसँगै मार्था पनि त्यो गाडीमा थिइन् जसमा उनको अनुहार जल्यो। अर्कोतिर मार्थालाई देखाइएको छ जो गाडी अगाडि बसिरहेको छ। उनको औँलामा जहाँ त्यो एलियन प्राणीको भित्रबाट केही पसेको थियो त्यसको रङ परिवर्तन हुन थाल्छ, त्यो निलो हुन्छ, साथै उनको आँखाको रङ पनि बदलिरहेको हुन्छ। ड्राइभरले पनि यो कुरा नोट गरिरहेको हुन्छ। मार्थाकी आमाले मार्थालाई बोलाउँछिन् तर ऊ आफ्नै आमालाई कुनै पनि प्रतिक्रिया दिँदैनन् र उनीहरूको कुराको जवाफै दिँदैनन् र ड्राइभर जसको पुरा ध्यान मार्थामाथि हुन्छ उसलाई अगाडि केही देखिँदैन, जसका कारण उसले एउटी केटीलाई ठक्कर दिन्छ र दुर्घटना गराउँछ। अब ऊ त्यहाँबाट गाडी लिएर गइरहेको हुन्छ। तब यहाँ जो अर्की महिला हुन्छन् उसले ड्राइभरलाई गाडी रोक्न भन्छ र भन्छ कि तिमीले एउटी केटीलाई उडायौ, हुनसक्छ ऊ जिउँदै छ, तिमीले त्यहाँ गएर हेर्नुपर्छ। उनको भनाइमा ड्राइभरले गाडी रोक्छ, जसपछि उनीहरू चारैजना त्यो केटीको नजिक जान्छन् र देख्छन् कि ऊ पहिले नै जिउँदैछ। ड्राइभरले यो केटीलाई मद्दत गर्नको लागि हस्पिटलमा कल गर्छ, तर त्यही बेला उसको फोन धेरै नै तातो भएर हातबाट खस्छ, जसपछि उनीहरू त्यस केटीलाई भ्यानमा राखेर आफूसँगै हस्पिटलतर्फ बढ्छन्। अहिले पनि त्यो केटी पुरै होसमा हुन्छ र जो अर्की महिला हुन्छन् जसलाई सबैभन्दा पहिले यो ड्राइभरले भ्यानमा बसाएको थियो ऊ त्यस केटीको नजिक हुन्छ र त्यही नै बेला हामीले देख्छौँ कि त्यो केटी उठेर उसैमाथि हमला गरिदिन्छ जसको मुखभित्रबाट धेरै नै अनौठो चिजहरू निस्किन्छन् र त्यो त्यस महिलाको अनुहारमा खस्छ, जसपछि त्यो महिला यात्रु पनि उसै गरी भन्छ। वास्तवमा यो एक प्रकारको भाइरस हो जसले अब त्यस महिलालाई पनि सङ्क्रमित गरिसकेको छ र त्यो महिला मार्थाकी आमामाथि पनि हमला गरिदिन्छ। उनीहरू दुवै ड्राइभर र मार्था अगाडि छन्
उनीहरूले धेरै ठुलो आवाजमा सङ्गीत बजाएका हुन्छन्। त्यसैले पछाडि के भइरहेको छ उनीहरूलाई केही पनि थाहा हुँदैन। र त्यही नै बेला मार्थाकी आमा आफ्नो ज्यान बचाउनको लागि सिसामाथि जो ड्राइभरको पछाडि हुन्छ त्यहीँ केही फालिदिन्छन्। र जब ड्राइभर र मार्था पछाडि हेर्छन् तब पुरै छक्क पर्छन्। उनीहरू देख्छन् कि त्यो पहिलो यात्री पुरै परिवर्तन भइसकेको छ। ड्राइभर बाहिर ओर्लिएर पछाडिबाट ढोका खोल्छ र मार्थाकी आमालाई सुरक्षित बाहिर निकाल्छ। र यसपछि उसले त्यो पहिलो यात्रीलाई जो अब एक दानव बनिसकेको छ त्यही पछाडि बन्द गरिदिन्छ। र अब उसलाई थाहा छ कि उनीहरूले त्यो भ्यान छोडेर जानुपर्ने हुन्छ। त्यसैले ऊ मार्था र उनको आमासँगै जङ्गलमा जान्छन् र उनीहरू दुवैलाई भन्छ कि तिमीहरू दुवै यहाँबाट एक्लै अगाडि बढ्नुपर्छ। र त्यही बेला भ्यानको ढोका खुल्छ र त्यो पहिलो यात्रु जो दानव बनिसकेको छ बाहिर आउँछ। मार्था आफ्नै आमासँगै जङ्गलको बाटो हुँदै यो ठाउँबाट अगाडि बढ्छन्। मार्थाको त्यो औँलाभित्र जहाँ त्यो अनौठो चिज पसेको थियो त्यहाँ अब एकदमै पोल्न थाल्छ। उसलाई धेरै नै पीडा हुन्छ र ऊ त्यो पीडाले चिच्याउँछ, जसकारण त्यो पहिलो यात्रु जो दानव हो उसलाई थाहा हुन्छ कि मार्था र उनको आमा कहाँ छन्। ड्राइभर पनि उसको बाटोमा हुन्छ, तर ड्राइभर रुखमाथि चढ्छ र अब मार्थाकी आमा भन्छन् कि तिमीले यहाँबाट एक्लै जानुपर्छ, म त्यो पहिलो यात्रु दानवको सामना गर्नेछु। तर मार्था जान चाहँदैनन्, तैपनि उसले आफ्नो आमाको कुरा मान्नै पर्ने हुन्छ। जब ऊ अलि अगाडि जान्छ तब उसलाई ड्राइभर पनि भेट हुन्छ। उनीहरू दुवै फेरि भ्यानमा आउँछन् र त्यो ठाउँ छोडेर अगाडि जान्छन्। र अर्को क्षण मार्थाले आफ्नो आमाको चिच्याएको आवाज सुन्छ, जसबाट उसले बुझ्छ कि त्यो पहिलो यात्रु दानवले उसको आमालाई मारिदिइसकेको छ। अब जब उनीहरू लगातार अगाडि बढिरहेका हुन्छन् त्यही नै बेला उनीहरूलाई थाहा हुन्छ कि उनीहरूको भ्यानको फ्युल अब सकिन लागेको छ र चाँडै नै उनीहरूको भ्यान रोकिन्छ। तर जसरी भए पनि कठिनाइहरूको सामना गर्दै उनीहरू ग्यास स्टेसनसम्म पुग्छन्, जहाँ ड्राइभरलाई थाहा हुन्छ कि उनीहरूको पेट्रोल ट्याङ्की पुरै चुहिएको छ। त्यसैले पनि उनीहरूको इन्धन सकिएको हुन्छ। ड्राइभरले सबैभन्दा पहिले त्यसलाई ठिक गर्छ, तर उसले देख्छ कि यहाँ ग्यास स्टेसनमा कोही पनि छैन। त्यसैले अब उनीहरूले इन्धन लिन जानुपर्नेछ। उसले मार्थालाई भन्छ कि तिमी गाडीभित्र बस र म इन्धन लिएर आउँछु। यद्यपि मार्थालाई पनि धेरै डर लागिरहेको हुन्छ, तर अब उसँग कुनै पनि उपाय छैन। त्यसैले ऊ भ्यानभित्रै बस्छ र ड्राइभर यहाँबाट इन्धन लिन जान्छ। र जब मार्था भ्यानभित्र बसिरहेको हुन्छ त्यही बेला यहाँ अर्को दानव आउँछ र यो अरू कोही नभई मार्थाको आमा हुन्छ, जो अब आफै पनि सङ्क्रमित भइरहेका छन्, अर्थात् उनी पनि दानव भइसकेका छन्। यहाँ यो ग्यास स्टेसनको जो कर्मचारी हुन्छ ऊ पनि आउँछ र मार्थाकी आमामाथि हमला गरेर मारिदिन्छन्। मार्था यो सबै कुरा लुकेर हेरिरहेको हुन्छ। अब यहाँ ड्राइभर पनि आउँछ जो इन्धन लिएर आइसकेको हुन्छ। उनीहरू आफ्नो गाडीमा इन्धन हाल्छन् र मार्था र ड्राइभर यहाँबाट निस्कन्छन्। उनीहरूलाई अब सन्तुष्ट हुन्छ कि कमसेकम उनीहरूको ज्यान त बच्यो। पर अर्को क्षण यहाँ पानी पर्न सुरु हुन्छ। ड्राइभरलाई महसुस हुन्छ कि उनीहरूको गाडीमाथि कोही छ र अब जब ऊ ब्रेक लाउँछ तब अगाडि दानव खस्छ। वास्तवमा ऊ उनीहरूको गाडीमाथि बसेर उनीहरूको पिछा गरिरहेका हुन्छ र अब उसले आफ्नो गाडीबाट उसलाई धेरै पटक मार्ने कोसिस गर्छ, जसमा ऊ आफै पनि धेरै नै थाक्छ, धेरै प्यास लागेको पनि हुन्छ। यसैले मार्थासँग पानी माग्छ। उसले आफ्नो गाडी रोकिदिएको हुन्छ। मार्था पानी लिनका लागि गाडीबाट तल ओर्लिन्छ र ठिक यही छेड त्यो दानव जसलाई उसले मार्न धेरै पटक कोसिस गरेको थियो, जो अहिले पनि जिउँदै हुन्छ, ऊ गाडीको पछाडि आउँछ र आफ्नो जिब्रोले उसको घाँटी अठ्याउने कोसिस गर्छ। र त्यही बेला मार्था भित्र आएर ड्राइभरलाई बचाउँछ। त्यो दानव गाडीबाट बाहिर आएर मार्थाको छेउको झ्याल फुटाउँछ र उसलाई हमला गर्छ, तर ड्राइभरले उसलाई बचाउँछ र उनीहरू दुवै गाडी लिएर यहाँबाट फेरि निस्कन्छन्। तर जब उनीहरू पछाडि हेर्छन् तब देख्छन् कि दानव उनीहरूको गाडीको गतिभन्दा पनि छिटो दौडिएर उनीहरूकै गाडी पछाडि आइरहेको हुन्छ र चाँडै एकपटक फेरि ऊ गाडीभित्र पस्छ। ड्राइभरले गाडीलाई एउटा रुखमा ठोकाउँछ, जसले गर्दा उनीहरूको गाडी पल्टिन्छ र त्यो दानव जो पुरै ठिक हुन्छ मार्थामाथि हमला गरिदिन्छ। ड्राइभरले मार्थालाई बचाउनको लागि त्यस दानवलाई आफ्नोतिर आकर्षित गर्छ र जब दानव ड्राइभरतर्फ बढ्छ तब मार्थाले पछाडिबाट उसलाई मारिदिन्छ। अब उनीहरू दुवैजना यहाँबाट निस्कन्छन्। रात पनि अब सकिएको छ, बिहान हुन्छ। उनीहरू दुवै एउटा बारमा जान्छन्। उनीहरू देख्छन् कि बारमा कोही पनि छैन। मार्था टोयलेटमा जान्छ र त्यही नै बेला माथिबाट त्यसै गरी चिपचिप पदार्थ खस्छ, जुन चिपचिप पदार्थले दुर्घटनामा परेकी महिलाको पहिलो यात्रुलाई दानव बनाएकी थिइन्। त्यही बेला बाहिर ड्राइभरलाई देखाएको छ, जसले वाइन पिउने तयारी गरिरहेको हुन्छ। तर अर्को क्षण उसको अगाडि धेरै मानिसहरू आउँछन् र यिनीहरू कुनै सामान्य मानिसहरू होइनन्, बरु यी सबैजना दानवहरू हुन्छन्। अर्थात् यिनीहरू सबैजना सङ्क्रमित भइसकेका हुन्छन् र यिनीहरूसँगै मार्था पनि हुन्छ, जो आफै पनि सङ्क्रमित भइसकेकी छन्।
वास्तवमा त्यस एलियन प्राणीको भित्रबाट जुन चिज मार्थाको औँलाभित्र पसेको थियो त्यसैले मार्थालाई र यिनीहरू सबैलाई दानव बनाएको हो। अर्थात् यहाँ जति पनि मानिसहरू सङ्क्रमित छन् ती सबै सङ्क्रमित हुनुको कारण त्यही एलियन प्राणी हो जो अर्को दुनियाँबाट यहाँ हाम्रो दुनियाँ पृथ्वीमा आएको थियो। र कथाको सुरुवातमा जो महिला हामीले देखाएको थियो जसले एक जोडीलाई मारेकी थिइन् उनी पनि सङ्क्रमित थिइन्, अर्थात् उनी पनि दानव थिइन्। यो फिल्म थियो द प्यासेन्जर। भिडियो मन पर्यो भने च्यानललाई सब्सक्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला, साथीहरूलाई सेयर गर्नुहोला। धन्यवाद।